Hello everyone. Today we are going to learn about the rabies and rabies vaccination, that is post-exposure prophylaxis. Rabies is a zoonotic disease of the nervous system caused by rabies virus. It is acquired through the bite of rabid animal र it follows bite by in dogs in 90% 99% केसमा डग बाइटबाट हुन्छ र अल्सो क्याट मङ्की फक्स ज्याकल बाइटबाट पनि हुनसक्छ र इन्क्युबेसन पिरियड चाहिँ यसको 10 days to 2 years भन्छ 10 दिनदेखि 2 वर्ष हुनसक्छ र क्लिनिकल फिचरको कुरा गर्दाखेरि त्यसमा के हुन्छ भने हिस्ट्री अफ डग बाइट अर एनी रेबिड एनिमल बाइटको हिस्ट्री हुन्छ र यसमा फिचर्स भन्दा चाहिँ इनिसियल फिचर र लेटर दुई तरिकाले गर्न सक्यो इनिसियल्ली के हुन्छ पेन अर प्यारास्थेसिया आदि उन्साइड र फिभर यो कुराहरू हुन्छ र लेटर अन के हुन्छ हाइपर एक्टिभिटी फ्लक्चुएटिङ कन्सियसनेस र हेलुसिनेसन हुन्छ र हाइड्रोफोबिया भनेको चाहिँ फोबिया अफ द वाटर हुन्छ त्यसलाई फ्युरियस रेबिज पनि भन्छ अर्को हुन्छ प्यारालाइसिस एन्ड कोमा भनेको प्यारालाइटिक रेबिज भन्छ र फलोड बाई दिस भन्छ है र मेन इम्पोर्टेन्ट अब हाम्रो किनकि हामी एआरभी भनेको एन्टी रेबिज भ्याक्सिनेसनको कुरा गर्दैछौँ WHO classification of the exposure and PEP post exposure prophylaxis यसमा कुनै पनि कुकुरले ज्याकलले टोकेपछि रेबिड एनिमलले टोकेपछि हामीले त्यसलाई के भन्छ क्याटेगोरी गर्छौँ 1, 2 र 3 तीनवटा क्याटेगोरी गर्छौँ र त्यो अनुसार हामीले कुनलाई पिइपी चाहिन्छ कुनलाई चाहिँदैन त्यसको डिसिजन गर्छौँ क्याटेगोरी 1 मा के छ भने टाइप अफ कन्ट्याक्टमा टचिङ अर फिडिङ अफ एनिमललाई टच फिडिङ गर्ने अथवा एनिमल लिक्स अन इन्ट्याक्ट स्किन है इन्ट्याक्ट स्किनमा लिक गरेको छ भने त्यसलाई नो एक्सपोजर भन्छ र यसमा के हुन्छ पिइपी चाहिँदैन अर्थात् रेबिज भ्याक्सिनेसन चाहिँदैन क्याटेगोरी 2 भनेको निब्लिङ अफ अनकभर स्किन अथवा माइनर स्क्रैच अर एब्राजन विदाउट ब्लिडिङ बिना माइनर स्क्रैच अर एब्राजन भयो भने त्यसलाई के भन्छ एक्सपोजर भन्छ क्याटेगोरी 2 र यसको लागि हुन्छ वुन्ड वासिङ इमिडिएट भन्छ भ्याक्सिनेसन घाउहरू मजाले सफा गर्ने र बाँकी भ्याक्सिनेसन इमिडिएटली गर्नु पर्यो र क्याटेगोरी 3 मा के छ भन्दाखेरि सिंगल अर मल्टिपल ट्रान्सडर्मल बाइट भन्छ अथवा स्क्रैचेस सिंगल अर मल्टिपल ट्रान्सडर्मल बाइट भयो अर्को भनेको कन्टामिनेसन अफ म्युकस मेम्ब्रेन अर ब्रोकन स्किन विथ सलिभा फ्रम एनिमल लिक्स इन इन्ट्याक्ट स्किन भन्ने चाहिँ हाम्रो क्याटेगोरी 1 मा थियो नो एक्सपोजर तर एनिमल लिक्स इन अ ब्रोकन स्किन अथवा म्युकस मेम्ब्रेनमा एनिमल लिक भयो भने के हुन्छ त्यसलाई क्याटेगोरी 3 मान्छ अथवा ट्रान्सडर्मल बाइट छ स्क्रैच छ भने त्यो पनि क्याटेगोरी 3 हुन्छ यसमा के हुन्छ भन्दाखेरि वुन्ड वासिङ हुन्छ क्याटेगोरी 2 मा पनि सेम थियो इमिडिएट भ्याक्सिनेसन क्याटेगोरी 2 मा पनि थियो यसमा एक्स्ट्रा भनेको आरआइजी रेबिज इम्युनोग्लोबुलिन एडमिनिस्ट्रेसन हुन्छ हो यो चाहिँ के हुन्छ सिभियर एक्सपोजर क्याटेगोरी 1, 2, 3 नो एक्सपोज र सिभियर एक्सपोज नो पिपी रिक्वायर अब चाहिँ हाम्रो पिइपी कम्पोनेन्ट भन्छ हामीले पिइपी रिक्वायर एन्ड द वुन्ड एक्सपोजर वुन्ड वासिङ भन्यो अर्को छ आरआइजी भन्यो अब पिइपीमा के पर्छ भन्दाखेरि सिम्पल कुरा छ पिइपी कम्पोनेन्ट भनेको एउटा लोकल वुन्ड ट्रिटमेन्ट भन्यो त्यो घाउ सफा गर्नु पर्यो अर्को भनेको रेबिज इम्युनोग्लोबुलिन भन्छ जसलाई के भन्छ प्यासिभ इम्युनिटी पनि भन्छ अर्को भनेको रेबिज भ्याक्सिन भयो लोकल वुन्ड ट्रिटमेन्ट भनेको थोरो वासिङ एन्ड फ्लसिङ अफ वुन्ड भन्छ एप्रोक्सिमेटली 15 मिनट भन्छ विथ सोप एन्ड डिटर्जेन्ट एन्ड प्लेन्टी अफ वाटर करिब 15 मिनट जति चाहिँ घाउलाई मजाले साबुन पानीले सफा गर्नु पर्यो अथवा डिटर्जेन्टहरू युज गरेर त्यो साबुन छैन भने के हुन्छ रनिङ वाटरसँग सफा गर्नु पर्यो 15 मिनटको लागि अर्को एप्लिकेसन अफ लोकल रेमेडिज लाइक द हर्ब्स वाइल्ड टर्मेरिकहरू एभोइडेड है यो लगाउनु भएन अर्को इन्जेक्सन टिटानस 0.5 ml आइएम एक्स्ट्रा दिनु पर्यो लोकल ट्रिटमेन्ट भयो अब चाहिँ हाम्रो आरआइजी छ रेबिज इम्युनोग्लोबुलिन यसमा चाहिँ के छ एडमिनिस्टर ओन्ली वन्स एक डोज मात्रै लगाउँछ एज सुन एज पोसिबल आफ्टर इनिसिएसन अफ पोस्ट एक्सपोजर यो दुई टाइपको हुनसक्छ यो ह्युमन आरआइजी अथवा इक्विन आरआइजी भन्छ र डोज छ यसको ह्युमनको 20 छ अर्को छ 40 छ अर्को छ रेबिज भ्याक्सिन भनेको सेल कल्चर एन्ड द इम्ब्रायोनेट एग बेस्ड भ्याक्सिन त्यो हुनसक्छ है इन्डिकेसन भनेको अल एनिमल बाइट भिक्टिम अफ क्याटेगोरी 2 and 3 एक्सपोजर 2 and 3 को लागि 1 को लागि परेन 2 and 3 को लागि इरेस्पेक्टिभ अफ एज एन्ड बडी वेट रिक्वायर सेम नम्बर इन्जेक्सन एन्ड डोज फर इन्जेक्सन र भनेपछि बच्चा होस् बुढो होस् जवान होस् जोसुकैको लागि इरेस्पेक्टिभ अफ एज एन्ड वेट क्याटेगोरी 1 क्याटेगोरी 2 and 3 एक्सपोजरको लागि सेम नम्बर इन्जेक्सन र डोज चाहियो है
रुट भनेको हाम्रो इन्ट्राडर्मल लगाइन्छ, आइडी लगाउँछ है। अब यसमा के लेखेको छ भने WHO को WHO एप्रुभ रेजिमेन फर रेबिज पिइपी भनेको छ। यसमा चाहिँ डोजको बारेमा 0.1 ml इच साइड, हरेक साइडमा हामी लगाउने 0.1 ml लगाउने हो। रुट भनेको आइडी भइहाल्यो। ड्युरेसन भनेको 1 विकको लागि लगाउँछ, द्याट इज 0 डे 3 डेज 7 037 3 दिनको लागि हामीले भनेपछि एक हप्ताको ड्युरेसनभित्र 3 चोटि हामी लगाउँछौँ है। नम्बर अफ इन्जेक्सन साइट पर क्लिनिक भनेको 222 भनेको छ, भनेको हरेक चोटि भनेको हाम्रो 3 दिन चाहिँ हामीले के भन्छ भ्याक्सिन लगाउँछौँ, हरेक दिन चाहिँ 2वटा साइट हुन्छ क्या, 0.1 ml इच साइट भनेको छ नि त, त्यही भएर 0.1 प्लस 0.1 0.2 लगाउँछौँ हामीले एभ्री भिजिटमा। साइट भनेको डेल्टोइड अथवा ल्याटरल थाई भन्छ है। दिस मच, थ्याङ्क यू।